सबैलाई जय मसीहको यो भिडियोको पहिला भागमा हामीले यीशु मसीहको बारेमा अलिकति बुझ्नुको कोसिस गर्यो, अलिकति कुरा गर्यो। अब तिनको जो मिनिस्ट्रीको बारेमा हामी अलिकति हेर्न जाँदैछौँ कि यीशु मसीहले आफ्नो मिनिस्ट्री 30 सालमा गर्यो। अनि तिनीले जो बप्तिस्मा मत्ती च्याप्टर 3 को 13 को 17 मा 13बाट लिएर 17 मा हेऱ्यो भने तिनले आफ्नो जो बप्तिस्मा जोन द बप्तिस्टबाट लिनुभयो। अनि तिनी शैतानबाट पनि धेरै तिनलाई परीक्षा भयो, टेम्पटेसन भयो, तर तिनले त्यसबाट पनि लड्यो मत्ती च्याप्टर 4 मा। अनि तिनको जो मेन टिचिङ थियो मन फिराउको बारेमा, कि मन फिराउनु पर्छ हामीलाई, कि जस्तो पनि भयो हामीलाई मन फिराउनु पर्छ कि प्रभुमा ही जीवन छ। नहीं तो हामीलाई जीवन जो अनन्त जीवन छ, त्यो हामीलाई भेट्दैन। किनकि त्यो अनन्त जीवन हामीलाई यीशु मसीहले नै दिनु सक्छ। तिनको द्वारा ही हामीलाई अनन्त जीवन भेट्नु सक्छ। किनकि यीशु मसीहले यति चमत्कार गर्यो, यति धेरै चमत्कार गर्यो। हामीले हेर्नु सक्छ कि जस्तो कि मैले पहिला भिडियोमा भनेको थियो कि जो लङ्गडा ब्लाइन्ड, जो हेर्नु सक्दैन, जो लङ्गडा छ तिनलाई चङ्गाई गरायो। अनि शैतानलाई, दुष्ट आत्मालाई निकाल्यो मान्छेबाट। अनि जो तुफानलाई ठन्डा शान्त गरायो। अनि सबैलाई धेरै चमत्कार गर्यो, तिनले बहुत धेरै चमत्कार गर्यो। अनि वचनमा पनि यो भनेको छ कि जो बिना यीशु मसीहको हामी पितासम्म पुग्नु सक्दैन। यसको मतलब यो हो, हामी स्वर्ग बिना यीशु मसीहको जानु सक्दैन। हामीले पितालाई विश्वास गर्यो त हामीलाई पुत्रलाई पनि विश्वास गर्नुपर्छ। त्यो धेरै जरुरी हो। बाइबल पढ्नुपर्छ अनि पुत्रलाई विश्वास गर्ने हो। किनकि यीशु मसीहले पिताको साइडमा बसेर हाम्रो लागि प्रार्थना गर्छ। थाहा छ, हाम्रो लागि प्रार्थना तिनी हो जो हामीलाई उद्धार दिन्छ, हामीलाई लिउन आउँछ। हामीलाई जब यो संसारको शरीर त त्यागेर जाउने हो, तर यो संसारको बादको जो अनन्त जीवन छ त्यो हामीलाई यीशु मसीहले नै दिन्छ। यीशु मसीह नै हो त्यो जीवन दिने। यो हामीलाई बुझ्नु पर्छ। यीशु मसीहलाई जब सेवाकाई गर्दै थियो होला, कति सताप भयो होला, कि धेरै तिनलाई नफरत पनि गर्थ्यो होला मान्छेले। तर तिनलाई धेरै के भन्थ्यो होला कुरा, तर तिनी हमेशा सही और राम्रो मार्गमा गयो। हमेशा तिनको एउटा कपडालाई विश्वासले छोयो त तिनी चङ्गाई भन्नुभयो। कति सालको बिमारी चङ्गाई भयो। त हामीले आफ्नो हृदयबाट यीशु मसीहलाई छोयो भने हामीलाई हरेक कुराबाट चङ्गाई भेट्छ। यीशु मसीह हाम्रो परमेश्वरले धेरै ठुलो काम गरेको छ। हेर्नु सक्छ पुराना नियममा जो इजरायल कति पाप गर्थ्यो, कति परमेश्वरले तर पनि तिनीहरूलाई मौका दिन्थ्यो। तिनीहरूलाई जब मन फिराउँथ्यो तब तिनको साथ दिन्थ्यो। प्रभुलाई के चाहियो? हाम्रो मूर्ति पूजा नगरोस्। हामीलाई लाग्छ कि हामीले धेरै मूर्ति पूजा गर्यो भने धेरै मूर्तिले जो यिनीहरूले हामीलाई चङ्गाई दिन्छ। ओहो, यिनी सबै केही पनि कुराले हामीलाई चङ्गाई दिनु सक्दैन। हामीलाई चङ्गाई मात्र प्रभुले नै दिने हो। तिनलाई हामीलाई बचाउँछ। संसारमा केही शक्ति छैन प्रभुलाई छोडेर जसले हामीलाई बचाउन सक्छ। प्रभुलाई कहिले पनि परीक्षामा हाल्ने होइन। प्रभुले हेर्नु सक्छ कति पीडा हाम्रो लागि कति मार, कति लहु भयो, शरमा काटाको उठ्यो, के भन्छ मुकुट पहना लगायो तिनलाई। किन?
किनकि त्यो उनको एउटा उद्देश्य थियो। हामीलाई पनि प्रभुमा विश्वास अपना मजबुतीसँग गर्ने हो। जस्तो दाउद भजन संगीता पूरा सबै भजन संगीतामा दाउदले प्रार्थना गर्छ। धेरै भजन संगीता दाउदले लेखेको, दाउदको प्रार्थना छ, सोलोमोनको प्रार्थना, मोसेसको प्रार्थना भजन संगीतामा। किन? गल्ती भयो भने प्रभुसित माफी माग्छ, राम्रो भयो भने धन्यवाद भन्छ, युद्धमा जाँदैछ त प्रभुको ही दास बनेर बस्छ। जस्तो भजन संगीता 23 मा के भनेको छ, प्रभु मेरो चरवाहा हो। अब जसको प्रभु चरवाहा, जसलाई प्रभुले चराउँछ त्यसलाई के तकलिफ हो, के परेशानी हुन्छ। डेभिड धेरै युद्धमा गयो, प्रभुले साथ दियो। जब प्रभु तिनको साथ थिएन तिनी युद्ध हार्नु भयो, तर जब प्रभु तिनको साथ थियो तिनले युद्ध जित्यो। प्रभुको जो सेवाकाईको उद्देश्य के हो कि तिनको प्रेम दिखाउनुको लागि संसारमा किन आयो, तिनको प्रेम दिखाउनुको लागि। जो पापी थियो तिनीलाई उद्धार दिएर तिनको पाप क्षमा होस्, तिनलाई उद्धार भेटोस्। कोही नदीमा डुबेर के गरेर पाउँदैन, तर यीशु मसीहलाई परमेश्वरलाई क्षमा माग्यो भने मात्रै हामीलाई उद्धार भेट्छ। हामी तब परमेश्वरको राज्यमा जानुको योग्य हुन्छ। तब हामीलाई पनि आफ्नो क्रुस उठाउनु पर्छ। धेरै समस्या छ संसारमा। मैले बाइबल पढ्ने थिएन पहिला, मलाई केही थिएन। मलाई संसारमा यीशु मसीहको बारेमा यति मलाई थाहा भएन, तर तिनको प्रेमको वजहले तिनले मलाई आफ्नो पास बोलायो कि होइन, मेरो छोरा हो, मेरो बारेमा जान्नु चाहियो। यो संसारको कुरा, यो संसारको बाते धेरै भयो होला। यो संसारमा मेरो प्रभुको सित रिश्ता बन्दै थिएन, तर प्रभुले मलाई भने कि होइन, मलाई जानुस् एकचोटि। अब मान्छेको बारेमा हामीलाई जानेर के पाउँछ? मान्छे नै हो, माटो नै हो, माटोमै जानी हो, मर्नी हो, जानी हो। यो सांसारिक शरीर त छोडेर जानी हो। मेन उद्देश्य के हो हाम्रो? अनन्त जीवन पाउनुको। बिना प्रभुलाई जानेर हामीले अनन्त जीवन पाउन सक्छ र? अनन्त जीवन पाउनुको लागि प्रभु नै चाहियो। धेरै पुस्तक अनि जति यो बाइबल जति लेखेको हो, यो बाइबलमा जे पनि लेखेको हो त्यो प्रभुको पवित्र आत्माको, प्रभुको श्वासको द्वारा लेखेको हो। र जो मान्छेहरूले यो बाइबल लेख्दै थियो त्यसमा प्रभुले आफ्नो सहायता, पवित्र आत्मा दिनुभयो। जो मान्छेले बाइबल लेख्दै थियो त्यसको कारण यो बाइबल लेखेको हो। यो बाइबलमा सबै छ, युद्ध छ। पुराना नियममा प्रभुको शक्ति दिखाउँछ, नयाँ नियममा प्रभुको प्रेम दिखाउँछ। जो प्रभुले लाल सागरलाई 2 भाग गरिदियो, त्यो प्रभुले हर चीज गर्नु सक्छ। यो संसार बनायो, आफ्नो रूपमा हामीलाई बनायो, त्यो प्रभुले सबै कुछ गर्नु सक्छ। धेरै चमत्कार, धेरै चमत्कार गर्यो, धेरै टिचिङ गर्यो, सबैलाई सुसमाचार सुनायो। मत्ती 28 मा के भनेको छ? संसारमा गएर हामीलाई अगर हामीले आफ्नो आफूलाई प्रभुको चेला मान्छ भने हाम्रो एउटा कर्तव्य पनि हो कि तिनको सुसमाचार अर्कोलाई भन्ने, तिनको सुसमाचार सुनाउने, जसलाई सुन्नुको जरुरत छ। किनकि यो हाम्रो काम हो। तिनले हामीलाई दिएको छ कि संसारको चीजबाट निक्लुस् भनेर। त्यही हो प्रभुमा विश्वास, किनकि उद्धारकर्ता मात्रै प्रभु हो। तिनले ही हामीलाई उद्धार दिनु सक्छ, हामीलाई बचाउनु सक्छ। तिनमा विश्वास राखेर
एउटा विश्वासमा बनेर बस्ने हो। धन्यवाद सबैलाई यहाँसम्म बस्नुको लागि। अब हामी यो भिडियोको थर्ड पार्टमा हेर्नु जाँदैछौँ, त त्यो हेर्नुहोला। अरू सबैलाई धन्यवाद यतिसम्म सुन्नुको लागि। हालेलुया।